सबैलाई फेरि पनि स्वागत छ मेरो भिडियोमा। सम्पूर्ण राधे राधे। आज चाहिँ म हजुरहरूलाई एउटा कविता सुनाउन गइरहेकी छु। मेरो कविताको शीर्षक रहेको छ प्रकृति। प्रकृति तिमी कति सुन्दर, जब तिमीलाई हेर्छु मुस्कुराउँछु। जब तिमीलाई हेर्छु मुस्कुराउँछु। तिमी केही बोल्छौ कि भनेर कान पनि ठड्याउँछु। तिमी केही बोल्छौ कि भनेर कान पनि ठड्याउँछु। लाग्छ एक दिन तिमीमै हराउनेछु। लाग्छ एक दिन तिमीमै हराउनेछु। प्राण छोड्ने क्रममा बेसरी कराउनेछु। प्राण छोड्ने क्रममा बेसरी कराउनेछु। न आफूलाई बुझे न तिमीलाई नै बुझे। न आफूलाई बुझे न तिमीलाई नै बुझे। कसलाई बुझे कसलाई बुझिन यही सोच्दैछु। कसलाई बुझे कसलाई बुझिन यही सोच्दैछु। जब तिमीलाई हेर्छु पहिले जस्तो देख्दिन। जब तिमीलाई हेर्छु पहिले जस्तो देख्दिन। सबै मनुष्यको कारण प्रदूषित नै प्रदूषित देख्छु। सबै मनुष्यको कारण प्रदूषित नै प्रदूषित देख्छु। प्रकृति तिमी कति दयालु, न पिट्छौ न गाली गर्छौ, बस चुप रहन्छौ। न पिट्छौ न गाली गर्छौ, बस चुप रहन्छौ। तिम्रो यो मौनता कति सुन्दर, लाग्छ तिमीमै हराउ जस्तो। तिम्रो यो मौनता कति सुन्दर, लाग्छ तिमीमै हराउ जस्तो। दिनरात तिमीलाई निहार्दा लाग्छ तिम्रो लागि केही गर्न सकिन। दिनरात तिमीलाई निहार्दा लाग्छ तिम्रो लागि केही गर्न सकिन। जब हेर्छु प्रदूषित वातावरणलाई, जब हेर्छु प्रदूषित वातावरणलाई, चिन्ता लाग्छ तिम्रो। तर म के गरौँ, म के गरौँ, शब्दले नै मलाई रोकिदियो। म के गरौँ, शब्दले नै मलाई रोकिदियो। त्यसैले नै हृदयदेखि नै क्षमा चाहन्छु। त्यसैले हृदयदेखि नै क्षमा चाहन्छु। धन्यवाद।